राष्ट्रिय प्रजातन्त्र पार्टीका माननीय अध्यक्ष राजा लिङ्गिनज्यू, राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालका साथीहरू र सञ्चारकर्मी मित्र, आज हाम्रो पूर्व निर्धारित कार्यक्रम अनुसार नक्सल नारायण चौकमा भेला भएर हिजो सभा आयोजना भएको बालुवाटार सम्बन्धी कार्यक्रम भएको थियो। यसको बारेमा सम्बन्धित प्रहरी निकायलाई प्रशासनलाई पनि जानकारी थियो र हामी नारायण चौकमा भेला भएर बालुवाटार तर्फ जाने क्रममा धेरै ठुलो संख्यामा प्रहरी गरेर रोक्ने काम भयो। त्यसपछि हामीले अगाडि बढ्न खोज्दाखेरि अकस्मात लाठीचार्ज गरियो। स्वयं राप्रपाका अध्यक्ष राजा लिङ्गिनज्यूलाई पनि त्यो लाठीको प्रहार पर्यो र केही साथीहरू घाइते पनि भए र त्यही बिचमा मैले अघितिर बढ्न खोज्दाखेरि र परिस्थितिलाई सकेसम्म संयमित बनाएर लैजाउँ भन्ने प्रयास गर्दाखेरि एकजना प्रहरी जवानले पटक पटक मेरो खुट्टामा घुँडामा चाहिँ बुटले हिर्काए र त्यसपछि मैले अगाडि बढ्न खोज्दा र सम्बन्धित प्रहरीलाई उसले मलाई खुट्टामा हान्यो भनेर चाहिँ कराउँदाखेरि अचानक मेरो चाहिँ कठालोमा समातेर मलाई लगाइयो र घिसार्दै पहिला केही समय घिसार्दै त्यसपछि हात र खुट्टामा समातेर प्रहरीको घाटमा लगेर जिल्ला काठमाडौँ जिल्ला प्रहरी परिसरमा राखियो। वास्तवमा गत जेठ 15 गतेदेखि आन्दोलन सुरु भएदेखि नै हामीले घोषित रूपमा नै शान्तिपूर्ण ढङ्गबाट आन्दोलन अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थियौँ र त्यही अनुसार काम पनि भइरहेको थियो। हिजो मात्रै दरबार मार्गमा निषेधित क्षेत्र घोषित गरेपछि हामीले त्यो निषेधित क्षेत्र तोड्न चाहेनौँ, किनभने हाम्रो पूर्व निर्धारित कार्यक्रम दरबार मार्ग भए तापनि सरकारले जुनसुकै कारणबाट निषेधित क्षेत्र घोषणा गरिसकेपछि त्यसलाई अहिले हामीले नतोडौँ भनेर निषेधित क्षेत्र नभएको बालुवाटारमा हामीले कार्यक्रम राख्यौँ। हिजो जुन ठाउँमा हामीले कार्यक्रम गरेको थियौँ त्यही ठाउँमा आज गर्न खोज्यौँ र त्यो निषेधित क्षेत्र पनि थिएन। तर सरकारले जुन किसिमको आज हाम्रो आन्दोलनमाथि दमन गर्यो, जुन किसिमको बर्बरतापूर्ण ढङ्गको व्यवहार गर्यो र एकदम अमानवीय ढङ्गबाट अब म आफै एउटा पार्टीको जिम्मेवार अध्यक्ष भएको 2 पटक 3 पटक उप प्रधानमन्त्री गृहमन्त्री भइसकेको व्यक्तिलाई जुन किसिमबाट अभद्र व्यवहार गर्ने, लचार पचार गर्ने र त्यसै गरी हाम्रा पार्टीका कयौं कार्यकर्ता साथीहरूलाई आक्रमण गर्ने काम गर्यो। यसको म घोर भर्त्सना गर्दछु, निन्दा गर्दछु र यस्तो दमनले हाम्रो आन्दोलन रोकिने पनि होइन। सरकारले जति दमन गर्दै जान्छ
स्वाभाविक रूपले आन्दोलनको उचाइ अझ बढ्दै जान्छ र अझ बढी प्रतिबद्धताका साथ हामी आफ्नो लक्ष्य प्राप्तिको निमित्त अगाडि बढ्नेछौँ। मलाई जिल्ला प्रहरी परिषदमा लगेर राखेपछि मलाई भेट्नको निमित्त आउनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका माननीय सांसद दीपक सिंहलाई मसँग भेटिसकेपछि बाहिर जाँदा नियन्त्रणमा लिएर भित्र उहाँलाई पनि राखियो र साथसाथै अन्य पार्टीका 4 जना युवा साथीहरू र 1 जना वास्तवमा भन्ने हो भने कुनै पार्टीसँग आबद्ध नरहेको महिला बहिनीलाई पनि त्यहाँ पक्राउ गरेर चाहिँ राखिएको थियो र हामीलाई नियन्त्रणमा लिएर झन्डै 6-7 घण्टा राखेपछि अहिले हामीलाई बिना शर्त रिहा गरिएको छ। म यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्गेनलाई विशेष रूपले धन्यवाद दिन चाहन्छु। राप्रपा र राप्रपा नेपालका सबै नेता र कार्यकर्ता साथीहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। माननीय अध्यक्ष राजेन्द्र लिङ्गेनले जुन किसिमको एउटा सशक्त अडान लिनुभयो र आजै बिना शर्त रिहा नगरिए त्यसको प्रतिवादमा सशक्त ढङ्गबाट उत्रन बाध्य हुनेछौँ भन्ने जुन उहाँले प्रष्ट रूपमा धारणा व्यक्त गर्नुभयो, त्यसैको परिणामले गर्दाखेरि आज सरकारले हामीलाई बाध्य भएर रिहा गरेको छ र त्यसको साथसाथै सुरुमा मान्य दीपक सिंहलाई मात्रै छोड्ने तयारी गरेको थियो र पछि अध्यक्ष राजेन्द्र लिङ्गेन र मान्य दीपक सिंहले पनि यदि आज समातिएका सबैलाई एकैपटक छोडिँदैन भनेदेखि म पनि जान तयार छैन भनेर अडान लिएपछि अन्ततः सबैलाई रिहा गर्ने वातावरण बन्यो। म सरकारको यो दमनकारी नीतिको घोर भर्त्सना गर्न चाहन्छु। यस्तो बर्बरतापूर्ण जुन कार्य भएको छ यसको मानवाधिकार आयोग लगायतका अन्य मानवाधिकारसँग सम्बन्धित संस्थाहरूले पनि यसको अनुगमन गर्नु नै हुनेछ भन्ने मैले आशा र विश्वास लिएको छु र जुन उच्च मनोबलका साथ यो आन्दोलन अगाडि बढिराखेको छ र आगामी दिनमा पनि अझ सशक्त ढङ्गबाट अगाडि बढ्नेछ भन्दै म यहाँहरू सबैमा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण साथीहरूमा हृदयले पनि आभार प्रकट गर्न चाहन्छु। तपाईँहरूको एकैबद्धता, तपाईँहरूको स्नेह, सद्भाव र माया यो छोटो समयमा पनि हामीले अत्यन्तै त्यो चाहिँ नि त्यसलाई फिल गरेका छौँ। वास्तवमा केही घण्टा मात्रै मान्य दीपक सिंह र म त्यहाँसँगै हामी बस्यौँ। त्यसले हामीहरूको दुई दाजुभाइको बिचमा पनि एउटा आत्मीयताको नयाँ चरण चाहिँ सुरु भएको मैले फिल गरेको छु। म अत्यन्तै खुसी छु र पार्टी अध्यक्ष राजेन्द्र लिङ्गेन लगायत सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु र राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीले पनि यो घटनाक्रमपछि जुन एउटा पार्टीलाई सशक्त रूपले परिचालन गरेर प्रतिकारमा जे जस्ता किसिमका कार्यहरू भए त्यसको निमित्त म सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। चेकअपको लागि हस्पिटल लगेको भन्ने कुरा आइरहेको थियो, कस्तो छ तपाईँको स्वास्थ्य अवस्था अहिले? अब वास्तवमा मलाई चाहिँ नि यहाँ लट्ठी लागेको छ, लट्ठीले गर्दाखेरि अलिकति सुन्निएको छ। त्यसपछि घुँडामा त्यो 2 पटक त्यो बुटले हिर्काउने कारणले गर्दाखेरि अलिकति त्यहाँ चाहिँ छ। अब घिसार्दाखेरि यहाँ भएको त्यस्तो अहिले धेरै मलाई देखा त छैन, तर अब बाँकी फेरि थाहा होला। यसबाट म चाहिँ यो तपाईँको सामान्य चाहिँ घाउचोक पटकबाट त्यस्तो चिन्तित विचलित हुने दुखित हुने छैन। सामान्य रूपमा चाहिँ मैले यसलाई देखेको छु।
भेट्न जाँदा नै प्रहरीले पक्राउ गरेर प्रहरीले के भनेको छ भन्दाखेरि प्रहरीसँग दुर्व्यवहार गरेपछि हामीले पक्राउ गरेका हौँ भनेर त्यहाँका एसपी दीपक बोहराले जानकारी दिनुभएको छ। त्यो खास के घटना भएको थियो अलिकति जानकारी दिनुहोस् न। होइन, र्यालीमा म सँगसँगै तपाईँहरू मिडियाहरू र पार्टीका राष्ट्रवादी साथीहरू सबैजना सँगसँगै थिए। त्यो पछि चाहिँ मलाई खबर पाएँ कि कमल दाईको राप्रपा नेपालका अध्यक्षको परिवारलाई चाहिँ भेट्न दिएन भनेपछि म त्यहाँ गएको हो। र्यालीबाट नै सिधा त्यहाँ गएँ। गइकन चाहिँ म भित्र गइकन भेट्दाखेरि भेटेर फिर्ता भइसकेको थियो। त्यो पछि मैले कमल थापा लगायत केही साथीहरूलाई चाहिँ मैले भेट्दाखेरि झन्डै 10 मिनट जति कुरासुरा भएपछि हामीहरू बाहिर निस्के। बाहिर निस्किँदाखेरि कम्पाउन्डभन्दा पनि बाहिर निस्किन नपाउँदै तपाईँलाई त यहीँ राख्नेछ भनिकन उहाँहरूले भन्नुभयो। भनिसकेपछि ठिक छ, मलाई राख्ने भए मलाई कुनै आपत्ति छैन, के हो पुर्जी सुर्जी केही देऊ न त भनिकन भने भित्र जाऊँ भने भित्र गएँ। भित्र गएपछि मेरो मोबाइल पुलिसले चाहिँ आफ्नो कन्ट्रोलमा लियो। लिइसकेपछि मैले त त्यहाँबाट चाहिँ के हो मलाई किन ल्याउनु भएको, कसले ल्याएको, एसएसपीले कि एसपीले कि कसको आदेशले भन्दाखेरि यहाँको आदेशले होइन माथिको आदेशले चाहिँ तपाईँलाई चाहिँ त्यहाँ समात्नु भन्ने आएको छ भनिसकेपछि अनि पछि झन्डै 2-3 घन्टा त्यहाँ बसिसकेपछि अनि पछि मलाई चाहिँ हजुरलाई त माथि बोलाएको छ भनिकन माथि लग्दाखेरि मेरो मोबाइल पनि मलाई वापस दिएपछि माथि गएपछि चाहिँ हजुरलाई चाहिँ छोड्नको लागि हामी चाहिँ तयार छु भनिसकेपछि मैले भने मलाई किन ल्याएको, अरूलाई किन ल्याएको, कहाँ केही दङ्गा गरेको छ, मलाई मात्र होइन छोड्ने हो भने सबैलाई छोड्दैन भन्दाखेरि म मात्र छोड्न बाहिर जान सक्दैन, म यहीँसँग बस्छु, मलाई त्यो मतलब पनि छैन भनिसकेपछि होइन यता उता भनिकन भन्दा त्यो मेरो मतलब छैन। म यो देशको सभासद भएको नाताले मलाई कुनै पुर्जी नदिएर तिमीहरूले यो गर्ने भन्दाखेरि चाहिँ हामी छोड्छौँ भनिकन बल्ल तल्ल कहाँ ऊ गरिसके। पार्टी अध्यक्षले पनि देशभरि नै आगो लगाउने र आन्दोलन चर्काउने भनेपछि ओलीजी चाहिँ तर्सिनुभयो। ओलीकै गृहमन्त्रीकै आदेश अनुसार मलाई चाहिँ पक्रेको हो। त्यो पछि चाहिँ छुट्ने बेलामा पनि एउटा बकाइदा नेपाली कागजमा चाहिँ लेखेर आएपछि मैले राप्रपा अध्यक्ष कमल दाईलाई भने अलिकति पढेर सुनाइदिउँ त भन्दाखेरि त्यहाँ के लेखेको थियो भनेदेखि अब उपरान्त हामी यी सब काम गर्दैन, पुलिसले भनेको बेलामा टुक्रुक्क चाहिँ हाजिरी हुन्छु भनिकन लेखेपछि भुत्रा पनि लेखिदिएन ल मैले भनेको हो। त्यो पछि त्यो सबै चिज काटी गरेको थिएन, कहीँ कसैले बोला पनि जानु नपाउने तरिकाले हामीलाई चाहिँ उ गरिकन साइन गरे, मेडिकल टेस्ट गरे अनि छोडेको हो। म सम्पूर्ण पार्टी अध्यक्ष राजेन्द्र निगदेलदेखि लिएर पार्टीका विभिन्न तहमा राप्रपा नेपालका साथीहरू राष्ट्रवादी सबैको जुन जम्मरको दिएर चाहिँ देशभरि आगो लगाउने जुन संकल्प गरिकन 2 घण्टा भित्रमा जुन तातेको छ, त्यही कारणले सरकार लुते भइकन चाहिँ हामीलाई छोड्नु पर्यो बिना शर्त बिना हाजिरी। भोलि बोलाएको खण्ड के चोरेको छु, देश बेचेको छु, तस्करसँग सुन ओसारेको छु, मान्छे मारेको छु, सरकारी जग्गा हडपेको छु, गिरी बन्दुकी खाएको छु, केले म हाजिर हुने, के चोरी गरे के बदमासी गरे ल भन्नु पर्यो नि तपाईँहरूले भन्दा नाज हजुर माथिको आदेश, माथिको भनेको ओलीकै आदेश हो। त्यस कारणले चाहिँ त्यो मानेन। आज हामी जतिजना आज त्यहाँ परेका छ सबैलाई बिना शर्त रिहा गरेको छ र मिडिया साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु र तपाईँहरूबाट ठुलो आशा देशका नेपाली जनताले लिएको छ। यसरी नै यो दमनको विरुद्धमा जसरी हामी सडकमा उत्रेका छौँ, नेपाली जनता लागेको छ देशमा करप्सन हुनुहुन्न भन्ने संकल्प लिएर हामी मैदानमा उत्रेको छौँ। मेरा चौथो अङ्गमित्रहरूले पनि इमानदारीका साथ पत्रकारिताको धर्म निभाउनु होला भन्ने म अनुरोध गर्दै सबै साथीहरूलाई मेरो पार्टीको मेरो व्यक्तिगत र यो सङ्घर्ष समितिको तर्फबाट धन्यवाद दिन्छु। धन्यवाद।
मुक्ति